अहिले म चाहिँ अहिले रानीमहल आएको छु है त। रानीमहलमा रानीमहल हेर्छु त यस्तो घामले गर्दाखेरि अलि नराम्रो देखिन्छ यताबाट। यो रानीमहल यताको घाममा आउडेट परेछ, त्यही भएर रानीमहल यो रानीमहल यतातिर बसहरू यस्तो हुन्छ। रानीमहल यहाँ चाहिँ हजुरहरू पनि गर्न सक्नुहुन्छ, के अरे बोर्डमा हिँड्न पनि सक्नुहुन्छ। यहाँ बोर्ड छ, यो लगाएर यो लगाउने यो डुङ्गा पनि रहेछ यस्तो खाले। त्यही लाउँदै हुनुहुन्छ, यस्तो लान्छ रानीमहल पारिपट्टि गाउँको। यतातिर यो कहाँ स्याङ्जातिर यो पाल्पा जिल्ला पर्छ, यताको पाल्पा जिल्ला पर्छ भनेपछि यता त्यो चाहिँ स्याङ्जा जिल्ला पर्छ। अहिले पुल देख्नुभएको छ, यो हो यो त्यो यो पाल्पाबाट स्याङ्जा जाने, पाल्पाबाट स्याङ्जा जाने पुल हो यो। यो चाहिँ यहाँ बस्ने राति बासा बस्नु पऱ्यो भने, राति बासा बस्नु पऱ्यो भने यसरी चाहिँ हजुरहरू अब त्यो तम्बु टाँगेर बस्न सक्नुहुन्छ। यसरी राति बासा बस्दाखेरि त्यसैमा सुत्ने हो त्यसमा। राति बासा बस्दाखेरि यस्तोमा सुत्ने होइन न, राति बासा बस्दाखेरि यसमा सुत्ने। र अनि राति हामी रानीमहल घुम्न आउँदा हामी यसरी चाहिँ रात पऱ्यो भने यसरी सुत्ने है। यसरी देख्नुहुन्छ तम्बु, यो तम्बु यसरी चाहिँ सुत्ने हो। यतातिर चाहिँ गाडीहरू पनि घुम्दो रहेछ। यो पुल झोलुङ्गे पुल पनि छ माथि मान्छे हिँड्दै हुनुहुन्छ झोलुङ्गे पुलमा माथि तल चाहिँ यो झोलुङ्गे पुल, यो झोलुङ्गे पुल रानीमहलको तल्लो चाहिँ गाडीहरू हिँड्ने पुल हो, गाडी हिँड्छ यो रानीमहल। मान्छेहरू पाल्पा स्याङ्जा हुँदै यो त पिकनिक पनि रहेछ जस्तो लाग्यो मलाई। यता पिकनिक पनि रहेछ, यसरी हेर्नु पिकनिक खाने रमाइलो गर्ने। यहाँ रमाइलो गरे खाँदा पिकनिक खान्छ रमाइलो। म यसरी हिँड्दाखेरि अलिकति क्यामेरा हल्लिरहेछ, यसमा चाहिँ नगर्नु होला। रमाइलो रहेर पिकनिक यताबाट कस्तो देखिएछ रानीमहल। यो गाडी पार्किङ, यो घामको उले गर्दाखेरि खासै राम्रो देखिएन। यसरी यो घामले गर्दा राम्रो देखिएन। यताबाट राम्रो देखिन्छ होला, यताबाट तर पनि राम्रो देखिएन क्या, यही राम्रो देखियो। के भएछ यो घामले गर्दाखेरि राम्रो देखिएन। मन रानीमहल मात्रै